नमस्कार। श्रोतीको सल्लाहमा यहाँहरूलाई हार्दिक स्वागत छ। आदरणीय दर्शकबिन, हिजो मैले पतिले पत्नी विरुद्ध सम्बन्ध विच्छेदनको गर्न सक्ने विषयमा जानकारी दिएको थिएँ भने आज मैले मुलुकी देवानी संहिता 2074 को दफा 95 बमोजिम पत्नीले पति विरुद्ध सम्बन्ध विच्छेदन गर्न सक्ने विषयमा यहाँहरूलाई जानकारी दिन गइरहेको छु। 1. कानुन बमोजिम अंशलिवा मानव छुट्टी पति पत्नी बीच पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मन्जुरी नलिई लगातार 3 वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खाना लाउन नदिई वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरू कुनै किसिमको शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरिएमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरिएमा, नेपालको कानुनमा भएको व्यवस्था मैले यहाँहरूलाई जानकारी गराएँ। केही थप सुझाव सल्लाह भए यहाँहरूले मलाई थप सुझाव र सल्लाहको लागि मलाई सम्पर्क गर्न सक्नुहुनेछ भन्ने आशा राख्दै म आजको विषय यहीँ समाप्त गर्दछु। धन्यवाद।